हाई नमस्ते एभ्रिवान। भेरी सर्ट भिडियो आउँछ है। आज चाहिँ गल्फरहरूको पछि पछि लागेको छु। उहाँहरू 9 होल खेल्नुहुन्छ अरे पिएमजिसीमा। अनि यहाँ चाहिँ गर्मीले हेर्नु त भुइँ सुकेको यस्तो गर्मी छ अहिले ब्रुनाईमा। 5 बजेको घाम हेर्नु यस्तो डरलाग्दो। भ्यू राम्रो भएर के गर्नु र, घामले सुकेर। अनि म चाहिँ होल नम्बर 1 को ग्रिनमा आइपुग्न लागेँ। घरिघरि क्याडीको काम पनि गरेको छु, गर्नेवाला छु। 17 दाइ अगाडि अगाडि हेर्नुहुँदैछ। यहाँ चाहिँ 142 हो उहाँको नम्बर, मेरो श्रीमानको चाहिँ। अनि म चाहिँ यस्तो घाम छ नि त टोपी लाएर हिँड्दैछु। दाइले राम्रो हान्नुभयो। म चाहिँ एउटा बल यतातिर झरेछ, कस्तो राम्रो देखेछ है। त्यसका बाजी यो घाम लाग्नुभन्दा राम्रो देख्छ नि। बल झरेको छ यहाँ। क्लब हाउस छ त्यहाँबाट। स्यानमा ट्रेनिङ। म 2 मा जाँदै गरौँ। अब झोला बोकेर क्याडी होल नम्बर 2 तिर जाँदैछौँ। ए आइछ तपाईँहरूको त यहाँ पो जस्तो लागेको थियो। गयो 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 सिधै गयो। त यो सबै मान्छे हिँडेर अनि दिउँसोको झारले घामले यस्तो मैला भएको। अरू मान्छेहरू सिधा बाटोमा हिँड्छन्, म नरिवल खोज्दै हिँड्छु। नरिवलको फेदमा छिप्पेको नरिवल झरेको छ भने बोकेर कुदै हाल्नुपर्छ। Wait. गयो ग्रिनमा गयो दाइ। 2 जनाकै ग्रिनमा गयो। तर पानीमा बल झारेछन्। रुद्रबहादुर लिम्बूले बल खोज्दैछन्। गाह्रो छ हौ। भेट्यो। छोड्दिनु क्या, खुट्टाएर निकाल्दै। यसरी गल्फ कोर्सहरू कसरी मेन्टेनमा हुन्छ भन्दा यसरी पानीले भिजेर हाल्छ कि, देख्नु है। गल्फ कोर्स मेन्टेनमा राख्छ यसरी। म चाहिँ यसरी नरिवलहरू खोजी हिँड्छु कि। यसरी नरिवल भेट्यो भने टिप्छु। यसमा त के पनि छैन जस्तो लाग्यो मलाई, नत्र हेभी हुन्छ नि पानी भएकोहरू त।
होल नम्बर 3। अब जानुपर्ने यता, म चाहिँ यता जाँदैछु किनभने सुकेको नरिवल भेटिहाल्छु कि भनेर। अहिलेको त बिग्रेको रहेछ फाल्दे। यति ड्राई वेदरमा त झरिराख्नु भुइँभरि नरिवल, त्यसका बाजे एउटा पनि छैन। ए उपर एउटा रहेछ कि के हो? मैले 2टा नरिवल भेटेँ तर हेभी हुन्छ, सक्दैन। म 1 मात्रै लान्छु। बल्ल होल 3बाट होल 9सम्म जानु छ, कहाँ हुन्छ अनि। यो होल नम्बर 3 चाहिँ अलिक शीतल छ। अब हामी चाहिँ होल 4तिर जाँदैछौँ है, होल नम्बर 4तिर। उहाँहरू ग्रिनमा हुनुहुन्छ, म चाहिँ नरिवल बोकेर ल्याएर होल नम्बर 4तिर जान्छु। अब अनुहारमा घाम आएको, टोपी सबै खोलेर राख्यो। अनि कहाँबाट स्किन चाहिँ यस्तो राम्रो हुनु त। टोपी लाउनु झ्याउ लाग्ने केटी मान्छे नै हुन्छ। उहाँहरूले चाहिँ सुरु गर्नुभयो फोमा। लोभ गर्नेलाई गाह्रो पो छ त। यत्रो झोला नि बोकेछ, अनि नरिवल पनि। अनि पछ्याउँदैछु होल नम्बर 3 4मा आइसक्यो हामी। होल नम्बर 4को ग्रिनतिर जाँदै हुनुहुन्छ उहाँहरू। हेर्नु त पर पानीले भिजाउँदैछ। गल्फ कोर्स मेन्टेन राख्नु कम गाह्रो छ। होल नम्बर 5तिर अब बिस्तारै लाग्दैछौँ। होल नम्बर 5 सुरु भइसक्यो। उहाँहरू हिँड्दै हुनुहुन्छ 2जना। म पनि नरिवल बोकेर पछाडि हिँडिरहेको छु। खै ल्याउनु झोला, म त्यहाँ अर्को फोन निकाल्छु, यसको ब्याट्री सक्यो। कतै फिसिङ पनि गर्दैछ। गल्यो। ओइ ग्रिनमै झऱ्यो। ल होल नम्बर 6 सुरु गरेर निस्किनु भयो। मेरो नरिवलले साथ छोडेको छैन। कस्तो राम्रो आएको क्या भिडियो सनसेटको। सेन्टरमा आयो भनेर खुसी भइरहेछन् गल्फरहरू। होल नम्बर 7 चाहिँ उता छ, उता हट छ नि, त्यहाँ बिचमा। चाहिँ होल नम्बर 6को ग्रिनमा पुऱ्याउनु भएको छ। म उता गएर बस्छु, उहाँहरूले स्टार्ट गर्नुहुन्छ। यहाँ त नजिक जस्तो लाग्यो मलाई ग्रिन यहाँबाट। हो प्रेयर टाइम।
कस्तो प्रे गर्छन् कि यिनीहरू। अनि होल नम्बर 7 को ग्रिनमा आइपुग्यो हामी। अब आज 9 होलसम्म खेल्नुहुन्छ अरे। पार 3 भएको भन्छ। यहाँबाट चाहिँ ऊ तल माछाको फार्महरू देख्छ कि केलोङ भन्छ, माछाहरू फार्मिङ गरेको छ ऊ तल। हामी त त्यो केलोङ नआएको पनि धेरै भयो, माछा किन्न आउनुपर्ने। यहाँ त नरिवल पनि मजाले रोपेको रहेछ 2 लाइन गरेर। होल नम्बर 8 सुरु भयो। लै बोक्नु तपाईँ बोक्नु न, म त बल बोक्छु। म झोला बोक्छु, एक्सर्साइज पुगेको छैन मलाई न। अलि बेलुका डिनर त खानु पऱ्यो फेरि। रात पऱ्यो, चराहरू बास बस्नु थाल्यो। ए म त आँखा एकदम आइसाइट इज भेरी पोर। माई आइसाइट इज भेरी पोर म्यान। के गर्ने होला। झन् आजभोलि भिडियो एडिट गरेर खत्तम। भेरी लो। रात परेको झाउँकिरी कराउनु थाल्यो। गफ पनि कति हो। 150 मिटर त म यसले त्यसको भिडियो खिच्यो भने यस्तो छिटो हाने कि यस्तो राम्रो हाने कि यहाँबाट सिधै ग्रिनमा। अघि त्यहाँबाट अन गरेको थियो, अन गरेर यहाँ 1 2 3 मा ग्रिनमा पुग्यो। गुड। हेर्नुहोस् यहाँ आज चाहिँ एक्सर्साइज मेरो फुल यही भयो। अनि कस्तो घाम चाहिँ टोपी ल्याएको होइन। आई हेट टोपी लाउने फेरि। बाबा यत्तिकै हिँड्दैछ। एटिकेट के अरे? गल्फ एटिकेट? गल एटिकेट चाहिँ अँ उता हान्दैछ भने ऊभन्दा अगाडि जानु हुँदैन। ए ओके। हान्नु आँट्यो भने चाहिँ ए ल त्यहाँ दाइले हान्दैछ। पर्ख्यौँ न त, दाइलाई चाहिँ हान्न दिउँ। इज गेटिङ रेडी प्र्याक्टिस। उहाँहरू चाहिँ होल नम्बर 8 को ग्रिनमा हुनुहुन्छ। म चाहिँ अब बिस्तारै होल नम्बर 9 स्टार्ट गर्ने ठाउँतिर जाँदैछु। झोला नि बोकिरहेको छु। ठ्याक्क 9 होल खेलिसक्नु आफ्नो भयो उहाँहरूले। देखिन्छ लु ग्रिनमा अन गरिदिउँ न। थोत्रो हान्नु है। टी अफ गर्नुभयो। मैले चाहिँ सर्ट भिडियो खिच्दा सर्ट्स पनि खिच्नुपर्छ नि त युट्युब च्यानलको लागि। नट ओन्ली यो होरिजेन्टल डायगोनल त्यो भिडियो खिच्दाखेरि मिलाउनुपर्छ कि लामो युट्युब च्यानलको लागि चाहिँ तेर्सो बनाएर होरिजेन्टल खिच्ने हो। अनि जस्तो अहिले मैले खिचिरहेको छु। अनि फेरि सर्टको लागि पनि चाहिन्छ, सर्ट भिडियो पनि लाउनुपर्छ। अनि त्यसले गर्दा त उहाँहरूले स्टार्ट गरिसक्नु भएछ, त्यो फानिसक्नु भएछ। सो अब बिस्तारै हामी चाहिँ पालीपट्टि जाँदैछौँ। त्यहाँ चाहिँ यस्तो हुन्छ कि यहाँबाट स्टार्ट गरेपछि म देखाउँछु है। यहाँनिरबाट स्टार्ट गरेपछि सुइँ यो पानी नागेर ऊ त्यो पारी चौरमा ल्यान्ड गर्नुपर्छ क्या।
साँझ परेपछि यति प्रार्थना गर्छन् यो देशको मान्छेहरूले। मस्क मात्रै छ होइन। बिहान पनि प्रे दिउँसो पनि प्रे। त्यही भएर लक्षणको भएको होला यो देश जस्तो लाग्छ मलाई त। कति राम्रो हेर्नु ए अझै माथि हान्नुपर्ने रहेछ। सुन्नुभयो? अल्हम्दुलिल्लाह 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 भन्दैछ। हाम्रो त्यो राम राम हरि 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 राम राम भन्ने जस्तो होला के। भगवान भने जस्तै होला। मच्छरले त खुट्टामा त खोइ भयो। तपाईँहरूको पुग्यो? ए ल लु हाम्रो भिडियो पनि त्यसो भए यहीँ आएर एन्डिङ गराइदिउँ ल। मलाई नि फुल एक्सर्साइज पुग्यो आज त।